कतिसम्म भइरहेछ भने एउटै कोठामा ऊ मेरो गर्लफ्रेन्ड अनि त्यो बस त्यो केटा सेक्स गरिरह मेरो त्यो साथी यतापट्टि साइडमा छेउमा सुते ऊ सुत्यो होला भनेर उनीहरूले सेभ गरेर हाल्छ ऊ मेरो साथी सुत्या थिएन त्यही पनि म उमा डुबिरहेको थिएँ क्या म डुबिरहेको थिएँ उसमा उसलाई मैले 1000 चोटि खुट्टा ढोक्थेँ 1000 चोटि सरी भन्थेँ उसलाई मैले यत्रो कुरा भन्यो नि यस्तो बवाल रहेछ भने उसको मैले 100 कुरा सहेर बस्ने क्या मैले उल्टै सरी भन्थेँ क्या कतिसम्म गरेँ क्या त्यो केटीको लागि मैले होइन अनि त्यसपछि पछि के भयो भने गयो त्यो अब त्यो काम गर्दा रहेछ एक ठाउँमा अनि त्यहाँको बससँग उसको चक्कर चलिरहेको रहेछ अनि त्यो कुरा मलाई कसरी थाहा भयो थाहा थिएन मलाई म ल अब त्यो साथी नै होला यतिकै बस भनेर बससँग त बोल्नु पऱ्यो नि त अनि त्यसपछि घुम्न सुन्न गयो भन्थे यताउति नेपाल घुम्न आएको गाडीमा घुम्न आएको अब कम्पनीबाट आएको भन्ने म नि ल होला नि त कम्पनीबाट त आएको होला नि भने तर ऊ दुईजना मात्रै घुम्न आउने रहेछ क्या कहिले काठमाडौँ कहिले पोखरा अनि एक दिन के भयो भने एकचोटि के भयो भने मसँग लभ परिरह स्टिल लभ परिरह मसँग एक दिन के भएछ भने सौरा घुम्न आएछ होइन उनीहरू दुईजना आएछ तर मलाई थाहा थिएन अब ऊ मलाई भेट्न आयो ऊ केटालाई त्यही सौरा भन्ने ठाउँ छ हाम्रो चितवनमा अनि उसले केटालाई छोडेर म केटी साथी लिएर आउँछु भनेर म साथी घर गएर आउँछु भनेर साथी घर गएछ अनि उसले मलाई भेट्न बोलायो म गएँ भेटेँ अनि त्यसपछि ऊ बाबालाई भेट्न जान्छु भने कि 1 घन्टा जति मसँग बस्यो हामी कटेजमा भेटेको थियौँ होइन अनि उसले साथीले पनि लिएर आएको थियो त्यो साथी नै मिल्ने साथी नै हो मेरो केटी साथी ऊ चाहिँ अनि के गर्छ ड्रेस चेन्ज गर्यो उसले मतलब अर्को कटेजमा गयो ड्रेस चेन्ज गर्यो किन गरेको भने बाबालाई भेटेर होला भने होइन अब ड्रेसको बारेमा त मलाई कम्प्लेन गर्न त मन लागेन जे भयो नि उसले भनौँ न क्रप टप र एकदम सानो प्यान्ट लगायो क्या अनि बाबालाई भेट्न जान्छु भन्छ अनि फेरि यस्तो प्यान्ट लगायो यस्तो कपडा लगायो त किन बाबालाई भेट्न जान्ला होला जस्तो लाग्यो क्या अनि मलाई हो ऊ बाबालाई भेट्न जान्ला हो जस्तो लाग्यो ल गयो होइन अब भयो हाम्रो केही भयो त्यहाँ सेक्स बाहेक केही भयो अनि ल गयो ऊ अनि त्यसपछि ऊ सौरा गएको रहेछ लास्टमा उस साथीले मलाई भोलिपल्ट सबै भनेको उसले उसको साथीले अनि उसको साथीले पनि मेरो राम्रोको लागि भने क्या अब त धेरै डिप नजाएसँग त जति सक्दो छिटो छोडिदियो भनेर उसले मलाई सम्झाउन आएको के भइरहेको रहेछ भने उनीहरू दुईजना केटाकेटी घुम्न आएको रहेछ यता सौरा उसले मलाई एक्लै आएको जस्तो भने होइन अनि उनीहरूको के भइरहेछ भने कतिसम्म भइरहेछ भने एउटै कोठामा ऊ मेरो गर्लफ्रेन्ड अनि त्यो बस त्यो केटा सेक्स गरिरह मेरो त्यो साथी यतापट्टि साइडमा छेउमा ऊ सुत्यो होला भनेर उनीहरूले सेभ गरेर हाल्छ ऊ मेरो साथी सुत्या थिएन उसलाई सब थाहा भइरहेको थियो अरे क्या उसलाई यतिसम्म